देवी देउतालाई झोरले है त सबजनालाई होइन नि एउटालाई हे ठानाछि ठाउँको देवी देउतालाई हे कानाछि त्यसै ठाउँको देवी देउतालाई झोरले है त सबजनालाई होइन नि एउटालाई हे कानाछि त्यसै ठाउँको देवी देवी देउतालाई झोरले है त सबजनालाई होइन नि एउटालाई हे कानाछि त्यसै ठाउँको देवी देउतालाई हे कानाछि यसै ठाउँको देवी देउतालाई झोरले है त सबजनालाई होइन नि एउटालाई हे कानाछि त्यसै ठाउँको देवी देउतालाई हे कानाछि त्यसै ठाउँको देवी देउतालाई झोरले है त सबजनालाई होइन नि एउटालाई हे कानाछि त्यसै ठाउँको देवी देउतालाई विशेष गरी आज माघे सङ्क्रान्तिले हामीलाई केवल रमाइलो सँगसँगै दायित्व पनि सम्झाएको छ। त्यसैले हाम्रो पहिचान बोक्ने दायित्व, छोरीलाई सम्मान गर्ने दायित्व, संस्कार भावी पुस्तासम्म पुर्याउने दायित्व, जहाँ मगर महिलाहरू आज जुन हामी उभिन्छौँ त्यहाँ चाहिँ हाम्रो मगरको पहिचान झल्किने गर्छ। त्यस कारणले गर्दा आज हामीले संसारभरि छरिरहेका चाहिँ हाम्रा मगर समुदाय, त्यसभित्र पनि महिलाहरूले विशेष गरी हाम्रो आइडेन्टिटी, हाम्रो पहिचानलाई जोगाउने जिम्मेवारी हाम्रो महिलाको काँधमा छ। त्यस कारणले गर्दा यहाँ हङकङवासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, विशेष गरी हामीले हाम्रो पहिचानलाई बचाउनको लागि तपाईँ हाम्रो काँधमा भएको कारणले गर्दा हाम्रो जुन भाषा, संस्कार, संस्कृति, वेशभूषा, हाम्रो चाहिँ परम्परागत सिप, मूल्य, मान्यता, लिखित अलिखित इतिहासहरूलाई हामीले चाहिँ हाम्रो पुस्तामा पुस्तान्तरण गर्दै हाम्रो पहिचानलाई संरक्षण, सम्वर्धन, प्रवर्धन गर्दै हामी यो हङकङवासी नेपाली चाहिँ दाजुभाइ दिदीबहिनीहरूको हक हितको लागि पनि चाहिँ गठित हङकङ मगर सङ्घ हङकङले विशेष यो उद्देश्यका साथ यहाँ चाहिँ इस्टाब्लिस भएर यो माघे सङ्क्रान्ति हरेक वर्ष मनाइराख्नु भएको छ। र विशेष गरी यो माघे सङ्क्रान्तिले हामीलाई विशेष गरी एकतामा नै बल हुन्छ भन्ने चाहिँ आशीर्वादका साथ यो माघे सङ्क्रान्ति मेलामा हामीलाई सबैजनाको उज्जवल भविष्यको, सुस्वास्थ्यको पनि कामना गर्ने, पितृले आशीर्वाद दिउन् भन्दै विशेष गरी म झलकजी लगायत दुवै अध्यक्षज्यू र नेपाल मगर महिला सङ्घको पनि विदेश विभाग सचिव निताज्यू, यस संस्थाको पनि उहाँ वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ, लगायत प्रत्यक्ष अप्रत्यक्ष रूपमा यो हङकङमा आउने जुन अवसर प्रदान गर्नुभएकोमा उहाँहरूप्रति म हार्दिक आभार व्यक्त गर्दै म फेरि पनि पुनः माघे सङ्क्रान्ति मेलाको म शुभकामना व्यक्त गर्दै म यो आफ्नो शुभकामना मन्तव्य यही अन्त्य गर्न चाहन्छु। जय नेपाल, जय मगर महिला सङ्घ, जय मगर सङ्घ। धन्यवाद। बल्ल अर्नी खानुपर्छ, अहिले अर्नी खानुपर्छ, अर्नी खाने है हाम्रो दुईजना बहिनी छ अब होइन। हाम्रो नानीहरूलाई हामीले पनि बुझ्नुपर्छ, हामीले पनि जान्नुपर्छ जस्तो लाग्छ।
गर्दाखेरि आज तपाईँले एउटा यहाँ पूजाको एउटा राम्रो ठाउँ पनि राख्नुभएको छ। यो जुन बुथहरू बनाउनु भएको छ एकदम खुसी लाग्यो। हाम्रो यो चाडपर्वमा के खान्छौँ भन्ने कुराहरूको पनि प्रस्तुति गर्नुभएको छ। यसका लागि चाहिँ मगर अङ्कललाई चाहिँ एकदमै धन्यवाद दिन चाहन्छु। र अनि आउने दिनहरूमा सानो एउटा म्यासेज पनि दिन चाहन्छु जुन अब हाम्रो यो अहिलेसम्म एक्लै भाछु हेर अरू भन्दा मेरो मन बेग्लै कोही छ भने लानी मनी राजी जानी ए माया पिर्ती लाउनलाई पिर्ती
जन्मे हुर्के घुम्टे कैका खामा त्यही घुम्टेको फोटो छ घुम्टेकी छोरी घुम्टेकी छोरी गाईको गेली माता घुम्टेकी छोरी रहेछ भन्ने पुरै
नानीमा राम्रो तिमी फुल झै शीतल तिमी जुना झै छम्मै जल पानीमा आँखा पर्यो नानीमा राम्रो तिमी फुल झै शीतल तिमी जुना झै उजेली छौ सुन भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा फुल भन्दा के चाहियो यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा से बाड़ी भागी से बाड़ी के हुने हो जीवनमा अगाडि मरिन्छ कि बाँचिन्छ आउँदो सालैमा भागी से बाड़ी के हुने हो जीवनमा अगाडि मरिन्छ कि बाँचिन्छ आउँदो सालैमा बजाइदेऊ बाजा मै नाच्नेछु आज दुई चार ढुक्का जोडेर बाजा तालैमा बजाइदेऊ बाजा मै गाउनेछु आज दुई चार ढुक्का जोडेर बाजा तालै Thank you.